नमस्ते। आज हामी मोमो बनाउन गइरहेको छु, पपिताको मोमो। त्यसमा के लाग्ने छ हजुरहरू पनि हेर्नुहोस्। आज सानो खालको कद्दुकस गरेको पपितामा मैले कद्दुकस गरेको प्याज हालेँ लगभग 2टा। त्यसपछि काटेको धनिया अलिकति, अनि कुटेको अदरक पनि, अनि त्यसपछि मैले हालेँ चिकन मसला। मोमो मसला नभएर चिकन मसला मैले हालेँ। अनि फेरि त्यसपछि मैले हालेँ यसमा सोया सस अलिकति 2 चम्ची जति सोया सस पनि मिलाइदिएँ। अनि अजिनोमोटो हजुरहरूलाई मनपर्छ भने हाल्नुहोस्, मन नपर्ने भए अजिनोमोटो नहाले पनि हुन्छ। अनि रिफाइन्ड तेल अलिकति हालेँ। अनि यो चाहिँ कुटेको गोल्की पाउडर हो, गोटा गोल्कीलाई मैले कुटेको। अनि साथमा मैले यो चिज पनि मिलाउँछु। अनि चटनीको लागि चाहिँ मैले टमाटर अनि भुटेको तिल लिएको छु सुक्खा मिर्चासँग। थोरै धनियाँ पनि लिएकी छु, लसुन र धनियाँ। अचार मैले रेडी गर्न लागेँ। यो मैले पपितामा सामग्रीहरू डालेँ। त्यसमा लास्टमा मैले नमक हालेँ। त्यसपछि यसलाई मिलाउने राम्रोसित, मसला सबैतिर लाग्ने गरेर। ल भयो, अब स्टफिङ तयार। अब यसरी मैले मोमो मोडिरहेको छु। स्टफिङ हालेर माथिबाट चिजलाई अलिकति टुक्रा पारेर मैले हालेको छु माथिबाट। यदि चिजले नै मोमोको स्वाद बढाइदिन्छ, त्यसैले मैले चिज हालेर बनाएको आज। यसरी नै चिज हालेर हजुरहरू पनि एकचोटि ट्राई गरेर हेर्नुहोस्, मोमो असाध्यै मिठो हुन्छ। धेरै दिनपछि मोमो बनाएको, त्यति स्पिडले मैले बनाउन सकिरहेको छैन। बिस्तारै भए पनि मैले तयार गरेँ मोमो। सबै मोमो मोडेर सकियो। अब पकाउन लागि रेडी। अब हेर्नुहोस् त, यो पनि पाकेर रेडी पनि भइसक्यो हाम्रो मोमो। 15 मिनट लगभग लाग्यो पकाउनको लागि। काँचो पपिताको मोमो पनि यस्तो साह्रो मिठो हुन्छ भनेर मलाई आज मात्र थाहा भयो। ल हेर्नुहोस्, हाम्रो मोमो भयो रेडी चटनीको साथ। एउटा मैयाले खाएर पनि देखाउँदैछिन् कि कस्तो भयो आज हाम्रो मोमो। बस आजको लागि यति नै हाम्रो भिडियो। बाई बाई हजुरहरू सबैजनालाई।